म चाहिँ क्रिस्टिना लामा। आज माइली दिदीले के पकाउन लाग्यो रहेछ म हेर्न जान्छु है गाइस। म पनि हेर्छु है गाइस। ए त किन लुगा नखोली आइस? दिदी के पकाउन लाग्यो गाइस? भन्नुस् न। के हो यस्तो गङ्गटो? यो चाहिँ यसको मुख हो। अब तपाईहरुलाई टक चाहिँले तोरा यार को साथी भन्दा नि जिउँदो त छैन नि। गाई जिउँदो तेरा नाउको जिउँदो हुन्छ यो। कसरी दिदी कहाँबाट मारेर ल्याएको यो? खोलाबाट समुद्रबाट। वाउ कस्तो हुन्छ त खाने? नो तँलाई मन पर्दैन? मन पर्दैन खुट्टाहरु। खाना यो चाहिँ के हो यस्तो? गाई हात होला हैन हात। वाउ यसको हात हो यो माया। गॉड के जानु। के यसको यो बोसो चाहिँ मिठो लाग्यो मलाई। नखाँदै गाइस। मिठो लाग्यो। वाउ के हाल्यो दिदी यसमा? नुन राखेको छु। अब यसले मोलेर एकछिन पछि पकाउनु पर्छ। वाउ अरु के पकाउने हो? रंगको मासु। आज त यम्मी गार्डन। गाइस यो चाहिँ नाचिरहेको छ गाइस यसलाई। गाइस हामी त आज त कस्तो राम्रो गङ्गडा खाने पाकिसके खत्म बाय बाय। टक्क लाएर यहाँनिर कराई बसाल्दैछ कहिले टक्क लाएर कर बसालेर टक्क लाएर के रे यो टमाटर प्याज काटेर टक्क लाएर अब पकाउने टक्क लाएर खाने गाइस दिदी छिटो पकाउनुस् मेरो मुख चिलाइसक्यो। वाउ गाइस हेर्नुस् न यस्तो बन्दैछ है हाम्रो चाहिँ। वाउ अब यो बनाउन आउँदैन पहिलोचोटि बनाएर खाएको हो थाहा छैन कस्तो हुन्छ। टेस्ट चाहिँ म भन्छु कि गाइस तपाईहरुलाई। वाउ भेरी नाइस दिदी यम्मी डेलिस छिटो पाक न रे छिटो पाक भोक लागिसक्यो मलाई। गाइस अलरेडी हाम्रो चाहिँ गङ्गडा पाकिसक्यो। कस्तो रहेछ गङ्गडा? मिठो खाने हो। माया कस्तो छ? एकदम मिठो छ। हापा माई फ्रेन्ड गङ्गाटा मैले जानेर कक्रोच भन्थे हैन? तर यसको नाम गङ्गाटा रहेछ आज थाहा भयो। हो र? अनि गाइजहरुले के भन्ने हो त? ज्ञानी हुने भनेको मान्ने शेयर सब्स्क्राइब फलोवर्स हान्ने सपोर्ट गर्ने। मैले चाहिँ जिन्दगीमा पहिलोचोटि खाँदैछु यो। खत्म बाय बाय। मैले खाएको थिएन त्यही पनि यति ठुलो माया गर्दिनु होला। टेस्टी छ हो र? हो र? गाइस स्पेशली हाम्रो दिदीलाई चाहिँ थ्याङ्क यू सो मच माइलु। गाइस म पनि टेस्ट गर्छु हैन कस्तो हुन्छ कमेन्ट गर्नु होला। अरे खाओ ना दबा के। अरे पेल के खाओगे तो रेल के मारोगे। ये बात याद रखते तो आज नहीं ना आती है हालत। ले मिर्ची खा। गाइस म खान्छु। त्यो चुर्दैन चुस्ने हो यो? खाएर अर्को ठुलो खाऊ न ठुलो हो। खाएन भन्नु पर्यो हो। गाइस खाएर गङ्गेटा। अरे खाओ ना दबा के। त्यो कपाल अनि त्यो मान्छे गङ्गटा एउटै छ।